झोरले अनि नमस्ते फेरि पनि स्वागत छ मेरो च्यानलमा र आजको भिडियो के को बारेमा हुने थाहा पाइसक्नु भयो होला हाइलाइट र थम्बनेलहरु हेरेर पनि र अहिले चाहिँ हामी नागी गाउँमा छौं महावीर पुन सर जन्मेको गाउँमा र अस्ति महावीर सर आउनु भएको थियो यहाँ अहिले चाहिँ चुनावमा उठ्नु भएको छ उहाँको चुनाव चिन्ह के होला भनिदिनुस् त्रिभुज भोट फर त्रिभुज ओके यस्तो बस यस्तो मलाई त आउँदैन ल सबैले भोट गरिदिनु होला अब जसले भिडियो हेर्नु भएको छ सबैले के रे भोट गरिदिनु होला र महावीर सर अस्ति साँझ आउनु भएको थियो यहाँ अनि त्यतिखेर त हामीले खसी पनि काट्यौँ नाचगान गऱ्यौँ रमाइलो गऱ्यौँ त्यो भिडियोमा पनि देख्न सक्नुहुन्छ त्यो त्यस्तो खसीहरू काट्ने उ गर्ने चाहिँ सबै गाउँको समितिहरू मिलेर चाहिँ त्यो गरेको वेलकमको लागि गरेको अनि नाचहरू पनि वेलकमको लागि हुन्छ नि त्यो चुनावको बेलामा घुम्दाखेरि चाहिँ त्यो तोकिएको टाइम भन्दा अगाडि नाचगानहरू गर्न मिल्दैन त्यस्तोहरू गरेमा चाहिँ आचार संहिता लाग्छ भन्ने चाहिँ उस रहेछ त्यो के भन्छ रे सीमा आचार संहिता त्यस्तो नियम रहेछ तर हामीले चाहिँ नाच चाहिँ देखाइएको थियो तर जस्ट आफ्नै गाउँमा आउनु भएको भनेर वेलकमको लागि जन्म गाउँमा अब त्यतिको त गर्नु पर्यो हामीले पनि हैन त्यो त्यही भएर चाहिँ त्यस्तो गरेको हामीले त्यस्तो नराम्रो त्यस्तो केही पनि हैन अनि अरु त के भन्ने हो र त्यही हो सबैले भोट गरिदिनु होला अनि कस्तो लाग्यो महावीर सरलाई भेट्दाखेरि एकदमै खुसी लागेको छ दिदीले त सानैदेखि देखेको के रे महावीर सरलाई म त फर्स्ट टाइम देखेको अनि त एकदमै सिम्पल के मान्छे त त्यस्तो केहीको लोभ पनि नै हैन त्यस्तो केही नै न खानामा लोभ न लाउनमा एकदमै सिम्पल मान्छे एकदमै सोझो देशको लागि मात्रै सोच्ने त्यही भएर भोट चाहिँ गर्नै पर्छ जसरी भए पनि देश परिवर्तन गर्न छ भने अब जागौ नेपाली हो देशको लागि मात्रै सोच्ने आफ्नो लागि मतलब छैन अरूको लागि मात्रै के न राम्रो खाम भन्ने छ न राम्रो लगाम भन्ने छ एकदमै सिम्पल भिडियोमा पनि देख्न सक्नुहुन्छ तपाईहरुले त्यही हो अब भिडियो हेर्नु होला यसपछि हामीले कसरी स्वागत गर्यौं सरलाई भनेर त्यो इन्ट्रो बनाएको थिएन त्यही भएर यो इन्ट्रो बनाउन चाहिँ आज कति 2 दिन पछाडी भयो क्या हैन 2 दिन पछाडी भयो अब एडिट गरेर म हाल्छु सरको लागि माला उन्दै हुनुहुन्छ के को माला हो यो लालीग्रास यो रोरोडेन्ड्रन यो हाम्रो भाषामा सिमाल भनिन्छ है गेट फुल पनि भनिन्छ गेट फुल अनि तपाईहरुले नेपाली जान्दिनु नि के हो तिम्रो नाम भन त अलिना तिम्रो मम्मीले नि हेर्नुहुन्छ के ब्लग एलिना त लाटी रही त भन्छ नै म त सालले बस्ने तोरा निलाई म त सालले बस्ने तोरा त्यहाँ फेरि खसी काट्ने कार्यक्रम भइरहेछ भिडियो उतै लैजाऊ न जजले काट्यो त्यो यसले खाइ खाऊ मामाले भने कहिले फेरि यहाँ ट्वाक्कै सुनिरहेले भागेको छैन तेरो बाबु भन्छ भागी खाऊ पुरा अलिना यता हेर
ठुलो लिन हताएर हामी महावीर सरलाई आलु खुवाउने भनेर आलु काट्दैछौँ यहाँ आलु मासु के तपाईँहरूले आज के बनाएर खुवाउनुहुन्छ नि महावीर सरलाई तिम्रो दुइटाको रिस ताक्यो रिस ताक्यो हो ए अलिक गम्भीर यस्तो गम्भीर प्रश्न नसोध्नु त हामीले जनता जान्न चाहन्छन् एउटा भोसो त्यो जान्छ बाबुले खाने भोसो राख्नु त एउटा भोसो कि बसो हुन्छ त्यही भयो त्यही नै एउटा त सीमा दिदी खानु प्लेटमै खर्च गरे ठिकै छ कस्तो लागिरहेछ महावीर सरलाई भेट्दाखेरि धेरै खुसी लागिरहेको छ आज हाम्रो गाउँमा महावीर सर आउँदै हुनुहुन्छ धेरै पछि हाम्रो गाउँमा भन्दा नि महावीर सर जन्मेको गाउँमा आफै जन्मेको ठाउँमा आउँदै हुनुहुन्छ ल अहिले भेटौँला दिदी ल ल यता यहाँ ड्रेस लाएर रेडी हुनुपर्छ हेर्नु यता आज चाहिँ डान्स देखाउने हो दिदीहरूले अब मनी हामी चाहिँ कफी बोकेर जानु लागेको हो दिदी आउनु है कुन ठाउँदेखि राम्चे होइन राम्चेदेखि हिँडिसक्नु भयो अरे ऊ आउनु भयो क्या तल छाडेर आउनु न छिटो होइन यो हुँ छाड्ने तल काजल लुकुमा राखौँ अनि हामी के दुगोर दिलो आऊ छिटो यो खुवाउने त तलै हो रास्तामा त यहाँ आउनु पऱ्यो अब छोडेर भनेपछि दिदीले एउटा ड्रेस लाएर आयो हुन्छ खै उता देखेको छैन उता गाउँमा हेर्नु त के यता आइसकेर खोल्सातिर देख्नुभयो गाडी चाहिँ कहाँनिर रे ए ऊ आइसकेछन् बत्ती बाल्दै यहाँ जुम गर्दा खाइदिँदै फेरि मेरो हातमा कफी मलाई त बिहामा जन्ती भयो आज त सीमा दिदी दुलै जस्तो ए बाजा हुँसम्म लिनु गएको कि यहीँदेखि बजाउने हो र गाडी आछ होला बाजा नि भएबाट नि ए राम्चेकै बाजा भनेको नि के रे आज चाहिँ रमाइलो हुन्छ रमाइलो भोट केमा अल्छार चिज भोट केमा अहिले सब चिचाउने हो क्या पुर्ख्यौली नाचको ड्रेस लाएर आउनुभएको छ पुर्ख्यौली डान्सको ड्रेस यसो राम्रो देख्नु भएको छ ए आज त यहाँ थुप्रो मान्छेहरू हुनुहुन्छ नागीमा यही हो दिदी ड्रेस लाउने यहाँ रेडी हुँदै हुनुहुन्छ दिदीहरू हेलो 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 यहाँ भिडियोमा हेलो भन्नु यहाँ दिदीहरू चाहिँ आज नाच्ने हो महावीर सर आउनुभयो अरे अब यहाँ तल लिन जानु लाग्यो यहीँ गोजीमा सबै गइसक्नु भयो अब हामी जानु लाग्यो ल महावीर सर आउनुभयो गाडीमा डॉक्टर महावीर पोल हाय हाय डॉक्टर महावीर पोल हाय हाय डॉक्टर महावीर पोल हाय हाय भोट केमा तिरुलमा भोट केमा तिरुलमा भोट कसलाई महावीरलाई भोट कसलाई महावीरलाई भोट कसलाई महावीरलाई भोट कसलाई महावीरलाई भोट केमा तिरुलमा
सबै राखेर आऊ क्या हामी त हिँड्यो होइन अब यता आउनु सर सर चाम तल जाम तलै जाम ए यतै हो हेलो हेलो भ्लग बनाएको चाहिँ अलग राख्ने ल अझ फेरि एकचोटि भन्नु भोट आऊ तलतिर हामी चाहिँ अब कफी बाँड्न जानु लाग्यो बाटो नि कस्तो अँध्यारो प्लस ए उनी भरेन छ माला चाहिँ लगाइदिनु भएर हुन्छ मालाहरू लगाइदिएर होला नि बल्ल चिया भन्ने त यहाँभित्र राख्ने हो ए हेरेछ ग्लासहरू पनि सरलाई टिकाएर माला लगाइदिँदै हुन्छ ठोक्को टाली ठोक्को हेलो दिदी हेलो हेलो हेर्नु राम्रो हेर ल माला लगाइदिनु जाँदै हुनुहुन्छ बहिनीहरूले चाहिँ सरको लागि यस्तो राम्रो बनाएर ल्याएकै छ ल अब यहाँ लाइनमा बस्दै हुनुहुन्छ जानु नाच्नु यता चाहिँ माला लगाउने कार्यक्रम भइरहेछ
एउटा हाम्रो मगरले देउता जस्तो पाइयो मगरले देउता सम्झिनु अहिले अहिले हाम्रो नेपाल धरती आमा रोइरहेको छन् अहिले हाम्रो महावीर सर जग्गा पुग्यो भने हाम्रो धरती आमा हाँस्नु सुरु गर्नेछन् र उहाँले हाँसिदिनु र प्रधानमन्त्री हुने बनाइदिनु र माथि नेताहरूले कुल खेलेर जेन्जी उठाएर विद्यार्थी नानीहरूको रगतको धारा बग्यो विद्यार्थी आमा बाबुको आँसुको धारा बग्यो त्यो आँसुले पनि महावीर सरलाई धेरै धेरै आशीष दिनु ठट्टा गर्नलाई मन्त्री त म हुँदै हुन्न प्रधानमन्त्री दिएपछि आउँछु भन्यो किन लेखेको ठट्टा गरेको भने प्रधानमन्त्री त दिँदै दिँदैन भनेर तिनीहरूको मुखमा बुझी लाउनलाई मैले ल भनेर लेखेको बुझ्यौ नि होइन अब त्यसो भन्दा पनि आउँदैन भन्दा पनि सुखै दिएन सुख नदिएपछि मैले के भने लु म चाहिँ आउँदिन तिनजनाको नाम दिएँ मैले एकदम राम्रो मभन्दा नि अलिक बुद्धि भएको अनि काम पनि गर्न सक्ने तिनजना मैले चिनेको साथीहरू छन् तिनीहरू मध्ये एकजनालाई मन्त्री बनाऊ म त आउन मन्त्री बन्न त भनेको त्यही पनि मानेन मै मन्त्री हुनुपर्छ भन्छ अनि मैले पनि यसो सोचेँ देशमा चाहिँ यस्तो सङ्कटको स्थिति छ अब देशमा चाहिँ के भइरहेछ कस्तो सबैलाई चिन्ता भइरहेछ देश कहाँ जान्छ के हुन्छ भन्ने कुरो सबैलाई चिन्ताको विषय छ अब म गएर मन्त्री भएर देशमा अलिअलि भए नि शान्ति आउँछ भने
हिजो महावीर सरको के भन्ने उसमा जनतालाई खाएको भाँडा माझ्दै हुनुहुन्छ। कस्तो अनुभव भइरहेछ त यत्रो भाँडा माझ्दाखेरि? कि हिजो त राति 2 बजे सुतेको हामी। हामी हो 2 बजे सुतेको, तिमी त 12 साढे 12 सुतेको। गयो नि म निदा थिएन कि सहर भयो। अनि कहिले लागेको आफ्नो बिताउने हुन्छ।